हामी बिरयानी खान अब नेपालगञ्ज रोडतिर टक्क केटाहरू सबै छन्। ल अब अहिले एकछिनमा फेरि भेटौँला बाटोतिर। नाइटको भ्यू त यस्तो भयो, लाइटै लाइटमा त देखिएछ यार। यो नि दृश्य साँझ पखको दामी देखिरहेछ। यो नाइट भ्यू हो। तिनाउको पुलमा आइपुग्यो हामी, दामी देखिरहेछ। टक्क हामी बुटोल तिनाउको पुलमा आइसक्यौँ। करिब अहिले 8 बजिरहेछ। दृश्य चाहिँ दामी देखिरहेछ नाइट भ्यू। अहिले हामी तिनाउको पुलमा छौँ। टक्क यतापट्टि पनि दामी देखिरहेछ तिनाउको पुल। हामी अब क्रस गरेर आउन लागिसक्यौँ। यो राति यो तिनाउको पुल चाहिँ अति नै भिड हुने गर्छ। अलिकति लाइटिङले राम्रोसँग देखिएन। किङ एन्ड फिटनेस भन्ने छ, यदि यहाँ फिटनेस गर्न आउनु होला, स्वस्थ रहन। दामी भ्युज देखिरहेछ। हामी ठ्याक्कै अहिले पुरानो बसपार्क आइपुग्यौँ। ल एकछिनमा भेट्नेछौँ है त फेरि गाइज। बुटोलको नजारा यो चाहिँ पुरानो बसपार्क हो। यताबाट सब्जी मन्डी गाइज गर्मी छ बुटोलमा, सर मजा आइरहेछ। नजारा पनि देखाइरहेको छु। अलिकति लाइटिङ हानिरहेछ तर दामी देखिया छ है भ्यू चाहिँ। हाम्रो यहाँ राति पनि नाइट काम भइरहेछ। यो चाहिँ नि टक्क लुम्बिनी फार्मेसी अस्पतालको क्रेन चलिरहेछ। यहाँ थुप्रै सैयाको बन्दैछ। फाइनल्ली गाइज हामी हैदराबादी बिरयानीमा आइपुग्यौँ। यहाँ छौँ अनि हाम्रो केटाहरू यता छ। खै केटा हो अनि यता अहिले फिलहाल हामी नेपालगञ्ज रोड हैदराबाद बिरयानीमा हाम्रो फेभरेट रोशन दाईको बिरयानी। हाम्रो मोटु भाइ गोपी सर। ल हामी चाहिँ फाइनल्ली हैदराबादी बिरयानीमा। अब एकछिनपछि फेरि भित्रको नजारा देखाउनेछौँ। स्टेट पनि हेर्दै गर्नु होला। ल अब हामी यहाँ सिडी चढिरहेछौँ। हाम्रो केटाहरू पनि सिडी चढिरहेछन्। हाम्रो भाइ पनि पक्का हाम्रो गोपी सर। ठिक छ। बिरयानी खाना बत्तलमा पनि हाम्रो टाइट छ। फाइनल्ली आयो गाइस। बिरयानी आइसक्यो। केटाहरूले ल्याम हान्दिरहन् देख्छ। ल केटा एउटा बुढोले भन्दै नि ल्याम्म ल्याम्म ल खाऊ केटा माटो ल्याम्म ल्याम्म। माइक भएन क्या अलि। 1.5 किलो ग्राम 1.5 किलो को हाम्रो केटाले त सखा बनाइदिए यार 5 मिनेटमा। विवेक दाइले अझै हानिरहेछ। यो भाइले खाना छोडेछ। बाबु यार खाना छोड्नु हुन्न, पाप लाग्छ। खाइ खा त्यो तुर। केटाहरूले यो छोडे सब भ्याइदिए यार, हड्डी मात्र छोडे अन्त। आएर फेरि अब खोलाको छेउमा मस्त हावा आइरहेछ। अब खोला नि देखाउ नि त।
खोला चाहिँ देखिने अँध्यारो छ। हाम्रो केटाहरू सर अब घर फर्क्यौँ। सो यो भिडियो यहीँ इन्ड गरेँ है।